सरकारले गोली हान्न लगायो, सरकारले गोली हान्न आदेश दियो भनेर कतिपयहरूले पनि कुरा गरिरहेछ। र सर्वप्रथम के भनेपछि के सरकार यो ढाल्नलाई गरेको हो त यो हाम्रो होइन, त्यसरी भन्न मिल्दैन। सरकार मैले अहिले तपाईँले भनिहालेँ, सरकारमा भएको मान्छेलाई विरोध गर्नु स्वाभाविक हो। सरकारले एकै दिनमा, एकै रातमा अथवा 5 दिनमा, 5 महिनामा सबै कुरो कायापलट गर्न सक्ने होइन। सरकार सुधारोन्मुख गएको देखिन्छ, धेरै मान्छेले माने पनि छन्, योङ मान्छेको सरकार छ। र भन्न चाहिँ हाइपोथेसिस कुरा के हुन्छ भने विदेशीबाट परिचालित छन्, अमेरिकन फन्डेड सरकार हो, तिनीहरूको इन्ट्रेस्टमा काम गर्छन्। टिबिटीको यो टिएबी कि के टिओबी फ्री तिब्बतको लागि चाहिँ गर्छन्, दलाइ लामा ल्याउँछन् भन्ने विभिन्न अभियन्तादेखि सबैले भनिरहेको सुनेका छौँ हामीले होइन। त्यो भनेको सबैको आफ्नो राजनीतिक तर्क, आफ्नो राजनीतिक एउटा तपाईँको आफूले दिने दलिल भनौँ न, त्यो हिसाबको सबै तर्क हो। तर गभर्मेन्टले, सरकारले चाहिँ आज जुन प्रेस विज्ञप्ति आएको छ त्यहाँ चाहिँ प्रधानमन्त्रीजीले हामी त्यो सत्य तथ्य खोज्छौँ, छानबिन गर्छौँ, आयोग पनि बनाएको छौँ, दोषीलाई उम्किन दिँदैनौँ भन्नुभएको छ। त सरकारी कुरा र आधिकारिक कुरा त्यो नै भएको हिसाबले हामीले त्यो विषयलाई हेर्नुपर्छ। हाम्रो कुरो चाहिँ अपिल के हो भने मिलेर बसेको समाज, चाहे मुस्लिम बस्नुहोस्, चाहे हिन्दू बस्नुहोस्, चाहे बौद्ध बस्नुहोस्, नेपाल भनेको एउटा डाइभर्सिफाई कन्ट्री, विभिन्न समुदाय, धर्म, जातिका मान्छे जमानाबाट आज मात्रै होइन सदियौँदेखि मिलेर बसेको ठाउँ हो। सामाजिक सद्भाव नभड्काउँ भन्ने मात्रै हाम्रो चाहना र हाम्रो त्यहाँ त प्रष्ट देखिरहेको किरण सर, तपाईँको रुबिना खातुन भन्ने उसको श्रीमानले 48 घण्टामा यो देश यानि कि जनतालाई लडाउँछु, गोली ठोक्छु भन्ने कुरा यो भिडियो पनि भाइरल भएको थियो। अनि कि त्यो हुनुभन्दा अगाडि पुलिस प्रशासनले किन एक्सन लिएन तिनीहरूमा? त्यो हुनु बालेन साँच्चैकै उतातिर यो के नाम भन्छ यो आसिफ शेख केसँग मात्रासँग मिल्या हो त यिनीहरूसँग? होइन, सुन्नुहोस्, अब यसमा यस्तो हुन्छ, हेर्नुहोस् है, तपाईँ जसको भन्नुभयो रुबिना खातुनको श्रीमानले यसो भन्यो, अब यो रुबिना खातुनको श्रीमानको मात्रै कुरा होइन, अहिले देशमा एल्गोरिदममा तपाईँको सामाजिक सञ्जालमा यस्ता चिजहरू फेक पनि आइरहेको हुन्छन् कतिपय कुरा। त्यसको कस्तो पहिले प्रत्यक्ष देखायो नि त, यो चिजहरू अतिरञ्जना हुने, कोही मान्छेहरू नियोजित परिचालन हुने होइन, नियोजित रूपमा कसैले परिचालन गरेको कुनै मकसदको लागि, कुनै इन्ट्रेस्टको लागि तँलाई यो दिउँला भनेर स्वार्थको हिसाबमा पनि मान्छेले इन्ट्रेस्टमा, पर्सनल इन्ट्रेस्टमा काम गर्छन्। तपाईँले भनेको कुरा म के एग्री गर्छु भने सरकारले अथवा गभर्मेन्टले र गभर्मेन्टका संस्थाहरू, जुन सुरक्षा निकायका संस्थाहरू प्लस तपाईँको अनुसन्धानका संस्थाहरूले चाहिँ यस्ता चिजहरू, साइबर ब्युरो छ हाम्रो देशमा, सबै चिज छ, त्यो कुराहरूलाई चाहिँ अलिकति नीतिगत ढङ्गले कानुनी रूपमा नै अलिकति स्ट्रङ बनाएर गएर कानुनी दायरामा ल्याएर भोलि तपाईँको ऱ्यान्डमली मान्छेलाई यो बोलेकै भरमा समातेर ल्याउँदाखेरि फेरि प्रेस स्वतन्त्रता भन्छन्, त्यसको लागि पनि कानुनी रूपमा सबै वातावरण सरकारले मिलाएर लिगल्ली त्यस्ता चिजहरूलाई चाहिँ अहिले अनुशासनको नाममा, अहिले तपाईँको फ्रिडमको नाममा अनुशासनहीनता चलिरहेको छ कि देशमा होइन। जसले जसलाई गाली गरेको पनि भएको छ, जसले जसको चरित्र हत्या गरेको पनि भएको छ, सोसियल मिडियामा तथा नाम गाली गलोज तपाईँको विकृति विसङ्गति छ, त्यो कुरालाई कन्ट्रोलमा चाहिँ सरकारले ल्याउनको लागि एउटा नीति बनाएर। अर्को कुरो हाम्रो विडम्बना के भने हामीसँग स्थायी सरकार, स्थायी नीति नियम त्यो कुरो भएन कि तपाईँको हाम्रो देशमा चाहिँ, किनभने ऱ्यान्डमली चेन्ज भइरहने। आज एउटा शक्ति आएको छ, उसले केही गर्न खोज्दा खोज्दै उसले सिक्दा सरकारले भन्छ स्थानीय सरकारलाई उभर्ने, स्थानीय सरकार जो विपक्षी पार्टीका छन्, अनि केन्द्रीय सरकार जो रासोपाको एकलौटी छ, स्थानीय सरकार एमाले काङ्ग्रेसतिरका छन्, उनीहरूले चासो नदेखाएकोमा। जस्तै केन्द्रीय सरकारले र अहिले हाम्रो गृहमन्त्री सुदन गुरुङ अहिले हाम्रो भाइले होला हेरिरहनु भएको के अरे त्यो भन्दा अगाडि किन एक्सन भएन त? मान्छेलाई गोली लाग्नु अनि घाइते होइन, गोली तपाईँले भने बुझ्नु भने त्यहाँ समाचारमा बत्ती निमाएर हानियो भयो, यो त पहिलेबाट प्रि प्लान थियो भनिन्छ होइन। तर फेसबुकमै आएकै आधारमा फलानु गिल्टी हो, फलानु दोषी, तपाईँले भने जस्तो खातुनको श्रीमान दोषी हो, त्यसलाई जागिहाल्ने, मारिहाल्ने भन्ने जस्तो मार्ने कुरो होइन। त्यो छानबिनुहोस्, समय लाग्छ, कति समय लाग्ने हो, 5 दिन 7 दिन 10 दिन लिउँ, तर दोषी नउम्क्यौँ, निर्दोष सजाय नहोस् र अमल चाहिँ होस् भन्ने कुरो। हाम्रो नेपालमा हाम्रो भविष्य के होला खै? हामी भनेको यही प्रदेशमा अर्काको गुलामी गरेर बस्ने आइरहेछ हाम्रो दिन, ताकि नेपालमा खै गरे के छ त? छैन, केही छ एकछिनको आदेश।